लखितलाई नि हुँदा हुँदा तपाईको सालीले नि मलाई गर्न भ्याएछ। गल्ती गरे जस्तो त लाग्दैन मास्टर साहब। चैतैसँग तिम्रो बिहे हुन आँटेको हो। हे कसले गर्छ त्यस्तोसँग बिहा? जहिले पैसाको घमण्ड देखाउँछ। खासमा मलाई त यो लाउरीहरू मन नै पर्दैन। तिमीलाई कस्तो केटा मनपर्छ? गाउँमै बस्ने, परिवारलाई हेर्ने, घमण्ड नगर्ने, नरिसाउने, हाँसिराख्ने। अनि तपाईलाई चाहिँ कस्तो केटी मनपर्छ नि? तिमी जस्तो। हो खुबै। सम्झनाले लखितलाई नि सहरतिर। किन लखेट्नु? हक लाग्ने रे त। तपाईलाई खुब मन पराउँछ भन्छन्। मन पराउँदैन कसले कहाँ पराउँछ? त्यो त हो। सबै कुरा आफूले चाहेर मात्र पनि हुन्न नि। कसको बाध्यता कसलाई थाहा हुन्छ र है मास्टर साहब? अनि साँच्ची तपाईँ सहर छोडेर गाउँ चाहिँ किन आउनु भएको नि? गाउँको जति सबै लाउर गइसक्यो। लाउरे भन्दा पनि मलाई चाहिँ पहिल्यैदेखि गाउँ बस्नु मन पर्थ्यो। बच्चा बेलामा धेरै नबसेर नि होला। यति बेला लडाइँ भइन्जेल बाउले कहिले पनि आउनु दिएन। अहिले बाबामा पनि बुढाउनु भयो। उनीहरूसँग बस्यो भनेर फर्केको। अब त तपाईँ पनि बुढो हुनुभयो नि। सम्झनासँग बिहा गर्ने होला होइन मास्टर साहब? कि चोखै बस्नु मन छ? बिहा त गर्ने हो। तिमीले बुढो भन्दा चाहिँ मन दुख्दो रहेछ।